एभ्रिवान। आज चाहिँ मैले फर्स्ट मिनी ब्लग बनाएको अनि म चाहिँ आज बिहानै उठेर एकछिन पढेँ अनि पढेर चाहिँ हामी आज घुम्न जाने प्लान थियो, त्यही भएर सबैजना बाटो लाग्यौँ अनि बाटोको यो नजाराहरू हेर्दै गयौँ। पर एउटा पार्क छ भनेर चाहिँ हामी गएको थियौँ अनि हामीले आन्टीहरूलाई पर्ख्यौँ अनि आन्टीहरू पनि आइपुग्नु भयो अनि हामीले हेर्न गयौँ। त्यहाँनिर चाहिँ एउटा खोला रहेछ, रद्दा खोला, अनि त्यहाँनिर हामी गयौँ। तर त्यहाँनिर हामीले कतै रिसोर्टहरू देखिनौँ। नदेखेपछि हामीले त्यहाँ रिसाउँदै हामी हिँड्दै थियौँ अनि हिँड्दै घुम्न गएका मान्छेहरू अनुहार बिगार्दै हिँड्दै हुनुहुन्थ्यो। अनि त्यसपछि हामी यत्तिकै हाँसी मजाक गर्दै एउटा नर्सरीभित्र छिर्यौँ अनि नर्सरीभित्र छिरेर अनि हामी त्यहाँ बसिरहेको थियौँ अनि आन्टीहरू चाहिँ चटपटी जानुभयो अनि हामी चाहिँ त्यहाँ यत्तिकै बसिराख्यौँ। बहिनीहरू नाचे अनि हामी हेर्दै बस्यौँ अनि केही पार्कहरू नभेटेको कारणले गर्दाखेरि अनि आन्टीहरूले पनि खाजा ढिलो ल्याउनु भयो अनि हामी चाहिँ यसरी अल्छी मानेर बसिरहेको थियौँ। फेरि एकछिन पछाडि आन्टीहरूले खानेकुरा ल्याउनु भयो अनि हामी चाहिँ उनीहरूले चटपटे खाए अनि हामीले पनि चटपटे खायौँ। अनि चटपटे खाएर चाहिँ सबैजना भएर चटपटे खायौँ। केटाकेटीहरूलाई छुट्टै अनि हामीलाई छुट्टै ल्याउनु भएको थियो अनि चटपटे खायौँ। खाएर अनि केटाकेटीहरूले चाहिँ यसरी खाँदै थिए अनि पानीपुरी पनि खायौँ। सुरुमा हामीले केटाकेटीहरूलाई दियौँ अनि हामीले फेरि पानीपुरी खायौँ अनि आउँदाखेरि बाटोमा हामीले चाहिँ प्याजी खायौँ अनि हामी घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ। बाई।